सानो पो खानुभयो त केरा एकदम दामी प्रोटिन खतरा खतरा यो खाएपछि अब फेरि नन स्टप हो नन स्टप फेरि अच्योर रहेछ अलिकति के हो आछ्यो हे गाइज गुड मर्निङ जय मेस्सी एन्ड वेलकम ब्याक टु माई न्यू एपिसोड अनि आज स्याटरडे आज चाहिँ छुट्टी हो अनि सेकेन्ड स्याटरडे अनि म चाहिँ आज घरमा धेरै कामहरूलाई गर्नु छ अनि म तपाईँहरूलाई देखाउने छु अनि अहिले चाहिँ म उठेर खाजासाजा खाएर बिहानको खाजासाजा खाएर अब काममा जानु आँटेको अनि काम चाहिँ मेरो आज तपाईँहरूलाई एकछिनबाट देखाउँछु के गर्दैछु भनेर अनि हाम्रो क्याप्टेन हुनुहुन्छ यहाँनिर जय मेस्सी क्याप्टेन जय मसी के भन्नु छ आज अब छिटो छिटो गरेर पानी आउनु आँट्यो के गर्दैछौँ होला हामी आज अब गिटी भोर्दै त्यो असार्नु यता गुठमा राख्नु हाम्रो क्याप्टेन चाहिँ बिहानै लागि परिरहनु भएको छ पानी आउनु आँट्यो कालो न कालो गाइस म चाहिँ सुनिहाल्नुभयो गिटीहरू भोर्ने काम दिनुभएको छ अनि अब गएको मेरो चाहिँ पुरा गेटअप सेटअप हो खतरा छ यहाँनिर अब चाहिँ म निस्केको अनि मलाई सघाउनुको लागि हाम्रो डियरेस्ट नियरेस्ट हाम्रो आकुपट्टि पनि हुनुहुन्छ अनि आकुपट्टिले मलाई आज सघाउनुहुन्छ अनि त्यही हो गएर भेटौँ आकुपट्टि अघि जानुभएको छ अनि आजको दिन भन्नुपर्दाखेरि यस्तो भइरहेको छ तर त्यहाँ माथि हेर्नुहोस् न हो त्यो साइडमा नि खोलिँदैछ अनि घाम लाग्नु पनि सक्छ है भन्नु सक्दैन दिन चाहिँ पुरा धुम्मिरहेको छ यहाँ आइपुग्दा चाहिँ हल्का तातो तातो भयो भनेपछि घाम लाग्नु पनि सक्छ अनि हाम्रो मकैको अपडेट दिनु पर्दाखेरि हाम्रो जग्गातिर मकैहरू यत्रो यत्रो भइसकिसक्यो हो अनि यो मकैलाई चाहिँ फेरि बढ्नु कति पनि टाइम लाग्दैन हो अनि अब कुन दिन तपाईँहरूले देख्नु पाउनुहुनेछ मकै फलेको हो गिटी हामी भन्दा पनि आकुपिटी एक्लै यति साह्रो जोस आकुपिटी जोस नि हो हेर्नु हाम्रो आकुपिटी चाहिँ यो उमेरमा पनि एकदम तक्रा हुनुहुन्छ अनि यसको उयो चाहिँ के हो कारण चाहिँ के हो तपाईँ यार्सा खम्बु खानुहुन्छ याक्स कम्बु त अब बेचेको छैन तर परमेश्वरको अनुग्रहले बाँचेको छ अहिलेसम्म धन्यवाद जय मेसी आकुपिटी जय मिसी प्रेज द लर्ड प्रेज द लर्ड अन्त आकुपिटी चाहिँ अघि 2 बारी ओसारी सक्नुभयो कतिको साह्रो पर्दो रहेछ यो के हल्का कम्तीको 50 केजीको वजन 50 हल्का 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 एकदम। भारी कम्ती भयो गसौटा बोकाइन र अब आकुपिटी र म चाहिँ आज धेरै कामहरूलाई गर्नु छ अनि तपाईँलाई देखाउँछु म यहाँबाट देख्नुहुँदैछ त्यो गिटीको थाक चाहिँ सबै आज भोर्नु छ अनि त्यो ढुङ्गाहरू पनि यहाँ ओसार्नु छ किनभने पानीको सिजन आयो अनि पानी परेको कारणले गर्दाखेरि त्यो गिटीहरू सबै खेर जान्छ भनेर माटोमै मिल्छ भनेर चाहिँ लागिहाल्नु भएको बिसाउने दस्तुर छैन गुड मर्निङ र गिटी चाहिँ हामी यहाँनिर भर्दैछौँ यो डल्लै भर्नु छ आज हो अनि कति ब्याग जस्तो छ होला हौ यहाँनिर उफ गाइस हत्तु हैरान अनि घाम पनि लाग्यो हो हेर्नुहोस् न हो मजाले घाम लाग्यो अनि यो लगाएर आएको थिएँ मैले अब चेन्ज गर्नु पऱ्यो पातला पऱ्यो भेस्ट लगाइकन आउँछु अनि अहिलेसम्म हामीले 12 ब्याग जस्तो चाहिँ भरिसक्यो तर साह्रो पर्दो रहेछ गाइस तान्ने मान्छे छैन कि अन्त अब ढुङ्गा चाहिँ सोड्दा चाहिँ कस्तो हुन्छ अब अन्त हाम्रो आकुपेटी यहाँ बोक्नु हुँदैछ म भरिदिँदैछु लु कति ब्याग छ आएको यतिमा 12 ब्यागै हो ढुङ्गा राख्नु त बिर्सिनु भएको छैन कहाँ राख्नुभयो कहाँ ए यहाँ अनि आएको कतिको साह्रो पर्दैछ अब अहिले त त्यो गाडी बसेको बानीले गर्दा यति साह्रो है एक्सपिरियन्स केही भएको छैन भनेपछि केही भएको छैन यो त डढेर गइसक्यो त हो ए बल हाल्दाखेरि त त्यो झडक गर्दैछ घरिघरि त छुट्टी खाने ए खाइदिउँ न तपाईँको अन्त
म खाँदैन हँ? अल्छी लाग्छ यस्तो चबाउनु हो पहिलाको पानी खाएको भनेको चाहिँ पहिलाको पानी खाएकै हुँदो रहेछ हौ। हो नि हँ? है त्यो केरा खान्ती छ अमिलो खालको अमिलो केरा अमिलो छ यो अमिलो ए हो कलिलोमै टिप्यो नि त यो केरा चाहिँ कि होला सकेछ यहाँनिर अस्ति झुम्पा थियो अब पर घरमा लगेको होला अलिक सानो खालको चाहिँ रहेछ खानुहोस् न अन्त आएको तागत यसले दिन्छ यो खाए त ए हो ठिका धारा सिंहले चाहिँ केरा चाहिँ चिन्छ नि त केराले चाहिँ बल तागत दिन्छ भन्ने कुरा चाहिँ उहाँलाई राम्रोसँग थाहा छ हो सानो पो खानुभयो त केरा एकदम दामी प्रोटिन खतरा खतरा यो खाएपछि अब फेरि नन स्टप हो नन स्टप फेरि अच्योर रहेछ अलिकति के हो आछेर के हो आछेर भनेको अमिलो ए अमिलो रहेछ कलिलोमा काटेछ कि ए हो जबरजस्ती पाएको छ ए हो राम्रो आफूसँग काम गर्दा हुन्छ चिया लिएर आऊ आउनुहोस् न चिनी लाग्यो नुन खाँदैन फेरि बुढोले नुनकै ल्याउँदा पनि नुनकै लिँदा पनि हुन्छ ए ठिक छ नुनले त फेरि कैरा लागेको जाति हुँदैन नि अन्त चिनी त बिहानै सकेन ए हो बटै खाली गर्नुभयो क्या तपाईँले बटै खाली बटाउ थियो त बटै खाली लु गाइस यो बेस हालेपछि चाहिँ अलिक भए पनि शीतल भयो अनि अब चाहिँ गएर काम गर्छु चिया चाहिँ मम्मी आफै लिएर आउनुहुने अरे बनाएकै छैन रहेछ हो अनि गएर गर्दै गर्नुपर्छ जति सक्दो छिटै गरेर छिटै सक्नुपर्छ भन्ने तर लडक्कै भयो त्यो बल काम साह्रै गराइ हुँदैन कोही कोही बेला गराइ हुन्छ हो अनि जिउहरू सबै रेस्टमा छ अनि साह्रो पर्ने रहेछ लु 80 ब्याग भरेर बसेको भन्नुभएको छ कति ब्याग भइसक्यो आगोपट्टि भनिदिनुहोस् त कति ब्याग भयो होला टोटल 20 ब्याग 20 ब्याग चाहिँ भरिसक्यौँ हाम्रो यहाँनिर नवराज कालेडन पनि आइपुगेको छ के हो त्यो ड्राइभर जस्तो भएर कता गएको सिलगढी बाटो बिर्सिस के हो अन्त अन्त अब आगोपट्टि चिया खाने टाइम टी टाइम होइन आगोपट्टि कस्तो अरे आगोपट्टि मुख बिगाडेर भन्नुभयो टी टाइम भन्नु लु चिया पस्क्यो त यहाँ पकाउँछ है त्यहाँ फेरि हाम्रो यहाँ बास बेसी तँ केमा खान्छस् निबाडाको पात तँ यहाँ आइज त यहाँ उता फर्केर उता फर्केन आम्मा के बोकिस् त्यो पछाडि यो त सिज फायर मात्रै हुन्छ खालि ताकेर मुखले ठङ गर्नु मात्रै हो यो झिङ्गा तर्साउने ल फेरि हाम्रो आफ्टर टी टाइम काम स्टार्ट भयो अनि अब गगनले पनि हेल्प गर्छ होइन केटा हो नि के हेल्प गर्छ गिटी हाल्नु अनि हाम्रो आगोपट्टि अब कति जोस आयो अब अलि दुधको चिया खान्छ झन् साह्रो जोसिन्छ झन् साह्रो झन् साह्रो घोडा जस्तो गोरा जस्तो र गाइस अब चाहिँ आधी हुँदै सक्यो भनौँ न अनि अब चाहिँ हामी लन्च गर्नु गएको अनि यहाँ छ हाम्रो सिलगढी ड्राइभर अटो ड्राइभर खोइ टेम्पो कहाँ राखिस् खोइ तेरो टेम्पो खोइ र गाइस अब चाहिँ हामी फेरि खाजा खाइकन आएको अनि अब चाहिँ आशा राख्छु हाम्रो आगोपट्टि बुस्टअप भएको छ भनेर अब कतिको तागत आएको छ आगोपट्टि अब चाहिँ 100 पावरको छ 100 पावर अब सक्दैन अब सक्दैन कसैले पनि सक्दैन कसैले सक्दैन घोडा जस्तो एकदम घोडा अघि घोडा थियो नि अब चितुवा जस्तो अब चितुवा जस्तो 80 किलोमिटर कुद्ने र गाइस गिटी चाहिँ भोरेर सक्यो अझै हामी काम सकेको छैनौँ अनि हाम्रो काम सकेको छैन अनि हामी चाहिँ फेरि ढुङ्गा ओसार्नुपट्टि लाग्यौँ अनि आगोपट्टि हेर्नुहोस् यसरी यतिको स्पिड मेसिनभन्दा छिटो
लोड गर्नु हुँदैछ हो हाम्रो आकुपिटीले खोइ बोक्दैनस् बोक्न ए गाडीको ड्राइभरले कहाँ बोक्छौ है हल्का हल्का चाल फ्यु मिनट्स लेटर जान्छ भयो होला आम्मामामा ठेटेरी आकुलाई लु लु जा कागज बोतल भन्दैछ अब लु है हाम्रो गगनले चाहिँ 50 केजीको हम्बर हान्दैछ है खतरा रहेछ यो मान्छे त आम्मा म त लन्जु फन्जु सोचेको त होइन रहेछ नि त लु पड्का ऊ चड्काइ त हाले एकछिन है देखाउनु पऱ्यो ऊ र गाइस हाम्रो काम चाहिँ अझै सकिएको छैन अनि यो हेर्नुहोस् न ढुङ्गाहरू यति ओसार्नु छ अब लगभग सकेको हो अनि आकुपिटी कति थाक्नु भयो अब चाहिँ बेलुका निकै नै चर्को पर्दैछ चर्को पर्दैछ आकुपिटीको अलिक अनुहार हेरेर आकुपिटी पुरा थाक्नु भएको छ आज चाहिँ हो के को सुप खानुपर्ने अरे आकुपिटी आज चाहिँ अब गुन्द्रुकको सुप होला गुन्द्रुकको सुप खानुपर्ने ढुङ्गा बोकाइ छ गुन्द्रुकको सुप खुवाइछ है खतरा एनर्जी आउँछ खतरा एनर्जी आउँछ र गाइस अब रात पनि परिसकेको छ इभिनिङ अहिले झन्डै 4:30 भइसक्यो अनि यो भ्लगलाई म यहीँ क्लोज गर्न चाहेँ सो भोलिको भ्लग चाहिँ दामी आउँछ अझै भोलि चाहिँ हाम्रो ट्रेडिसनल डे हो कल्चर डे अनि हामी चर्चमा दामी प्रकारले हामी मनाउने होला छौँ सो त्यसको लागि स्टे ट्युन अनि आजको भ्लगलाई म यहीँ क्लोज गर्न चाहेँ सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सी यू इन माई नेक्स्ट भ्लग टिल देन स्टे सेफ गाइस बाई